हेलो साथीहरु, हामी सबैले फेसबुक एकाउन्ट चलाउने गर्छौं, तर फेसबुक एकाउन्टको सेटिङले कुन सेटिङले के काम गर्छ भन्ने कुराको चाहिँ ज्ञान हुँदैन। यदि हाम्रो फेसबुक एकाउन्ट मोबाइलमा लगइन छ, जीमेलबाट खोल्नु भएको कि फोन नम्बरबाट खोल्नु भएको छ, त्यो बिर्सिनु भयो। तपाईको फेसबुक एकाउन्ट कुन जीमेलबाट खोल्नु भएको छ, यदि फोन नम्बरबाट खोल्नु भएको छ भने कुन फोन नम्बरबाट खोल्नु भएको छ, त्यो भुल्नु भयो, बिर्सिनु भयो भने तपाईले चिन्ता लिनु पर्दैन, किनकि आज म तपाईलाई चाहिँ मोबाइल नम्बर एड गर्ने, यदि तपाईले चाहिँ कुन जीमेलबाट खुलेको छ, मेरो फेसबुक एकाउन्ट चाहिँ कुन जीमेलबाट खुलेको छ र कुन फोन नम्बरबाट खुलेको छ, यी सम्पूर्ण कुराहरुको जानकारी तपाईलाई चाहिँ डिटेलमा बताउने छु। भिडियोलाई चाहिँ स्किप नगरेर लास्टसम्म हेर्नुहुनेछ भन्ने आशा राख्दै भिडियोलाई चाहिँ कति पनि ढिलो नगरिकन आफ्नो मोबाइलको स्क्रिनतर्फ ध्यान आकर्षण गराउन चाहन्छु। सबभन्दा फर्स्टमा हामीले चाहिँ फेसबुक ओपन गर्ने। फेसबुक ओपन गरिसकेपछि प्रोफाइलको आइकनमा जाने। हामी सबैको मोबाइलमा चाहिँ यस्तो प्रकारको इन्टरफेस हुन्छ। यहाँ दायाँ साइडमा चाहिँ मेरो फेसबुक प्रोफाइलको आइकन छ, यसमा क्लिक गरे, दायाँ साइडमा छ टपमा यस्तो प्रकारको इन्टरफेस छ। त्यसपछि सेटिङमा क्लिक गर्ने। तेस्रो नम्बरमा सेटिङ रहेको छ, सेटिङमा क्लिक गर्ने। सेटिङमा क्लिक गरिसकेपछि हाम्रो चाहिँ यस्तो प्रकारको इन्टरफेस हुन्छ। हामीले चाहिँ यसलाई चाहिँ माथि स्क्रल गर्दै जाने। माथि स्क्रल गर्दै गइसकेपछि हाम्रो रहेको छ अडियन्स एन्ड भिजिबिलिटी रहेको छ, त्यसमा जाने। अडियन्स एन्ड भिजिबिलिटीमा गइसकेपछि तल रहेको छ प्रोफाइल डिटेल। प्रोफाइल डिटेलमा क्लिक गर्ने। प्रोफाइल डिटेलमा क्लिक गरिसकेपछि मैले दुईवटा मेरो फेसबुक चाहिँ जीमेलबाट पनि खुल्छ, फोन नम्बरबाट पनि खुल्छ। हेर्नुस् है साथीहरु, जीमेल रहेको छ visit@gmail.com अनि मोबाइल नम्बर रहेको छ 812। हामीले चाहिँ अब माने यो जीमेलको पासवर्ड बिर्सिनु भयो तपाईले, हामीले चाहिँ जीमेलको पासवर्ड बिर्सिनु भयो। यदि तपाईले चाहिँ आफ्नो फेसबुकको पासपोर्ट चेन्ज गर्न गइराख्नु भएको छ भने तपाईले चाहिँ जीमेलको पासपोर्ट थाहा हुनुपर्छ, जीमेल लगइन भएको हुनुपर्छ। यदि जीमेल लगइन छैन अथवा जीमेलको पासपोर्ट थाहा छैन भने तपाईले चाहिँ यसको फेसबुकको पासपोर्ट चाहिँ चेन्ज गर्न गाह्रो हुन्छ। तपाईले चाहिँ फेसबुकको पासवर्ड चेन्ज गर्न सक्नुहुने छैन। त्यो भएको कारणले चाहिँ तपाईले चाहिँ आफ्नो फोन नम्बर एड गर्ने। यदि तपाईले चाहिँ फोन नम्बर एड गरिसकेपछि तपाईले चाहिँ जीमेलमा नगएर तपाईको चाहिँ फोन नम्बरमा ओटीपी आउँछ। तपाईको फेसबुकको पासपोर्टको ओटीपी तपाईको फोन नम्बरमा आउँछ। त्यो फोन नम्बर कसरी एड गर्ने त? तपाईको चाहिँ जीमेल बिर्सिनु भयो, जीमेलको पासवर्ड बिर्सिनु भयो। अब तपाईले चाहिँ आफ्नो फेसबुकको पासपोर्ट चेन्ज गर्ने बेला ओटीपी मेरो फोन नम्बरमा आओस् भन्ने चाहनुहुन्छ भने तपाईले चाहिँ यहाँ रहेको छ पेन्सिलको आइकन रहेको छ। पेन्सिलको आइकनमा क्लिक गर्ने। त्यसपछि म्यानेज कन्ट्याक्ट इन्फो भनेको छ, यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि हाम्रो चाहिँ यस्तो प्रकारको इन्टरफेस हुन्छ। अनि यहाँ रहेको छ दुईटा रहेको छ, मेरो चाहिँ खुलेको छ कन्ट्याक्ट इन्फर्मेसन, एउटा जीमेल रहेको छ, एउटा चाहिँ फोन नम्बर रहेको छ। अनि हामीले चाहिँ अर्को नम्बर थप्नु पर्ने भयो। मानव यो नम्बर पनि छैन मसँग, अब अर्को नम्बर थप्नु पर्ने, अर्को नम्बरमा ओटीपी आओस् भन्ने चाहनुहुन्छ भने यो एड न्यू कन्ट्याक्टमा जाने। एड न्यू कन्ट्याक्टमा गइसकेपछि एड मोबाइल नम्बर गर्ने, अथवा तपाईले चाहिँ एड इमेल एड्रेस, अर्को जीमेल थप्न चाहनुहुन्छ भने एड जीमेल एड्रेस चाहिँ गरेर तपाईले चाहिँ आफ्नो फेसबुकको पासपोर्ट चेन्ज गर्ने बेला ओटीपी त्यसमा आउँछ। त्यसपछि तपाईले चाहिँ सजिलै आफ्नो फेसबुकको पासपोर्ट चाहिँ चेन्ज गर्न सक्नुहुनेछ। यो त भयो आफ्नो चाहिँ जीमेल बिर्सिनु भयो, आफ्नो फेसबुक एकाउन्टको जीमेल अथवा मोबाइल केबाट खुलेको छ। मेरो प्रायजसो मान्छेलाई, प्रायजसो साथीहरुलाई चाहिँ थाहा हुँदैन कि मेरो फेसबुक एकाउन्ट जीमेलबाट खुलेको छ कि फोन नम्बरबाट खुलेको छ। यहाँबाट पनि थाहा पाउन सकिन्छ कि मेरो फेसबुक एकाउन्ट केबाट खुलेको छ भन्ने कुराको पनि जानकारी हुन्छ। र हामीले चाहिँ एड गरेर यसमा फोन नम्बर एड गरेर चाहिँ हामीले चाहिँ ओटीपी आएर हाम्रो ओटीपी आउँछ, कन्फर्मेसन कोड आउँछ। त्यहाँदेखि हामीले चाहिँ आफ्नो फेसबुकको पासपोर्ट चाहिँ चेन्ज गर्न सक्नुहुनेछ साथीहरु। यो त भयो फेसबुकको पासपोर्ट कसरी चेन्ज गर्ने र फेसबुकमा चाहिँ आफ्नो फोन नम्बर कसरी एड गर्ने ताकि पासपोर्ट चेन्ज गर्ने बेला ओटीपी त्यो फोन नम्बरमा आओस्। साथीहरु, मेरो भिडियो कस्तो लाग्यो? यदि मेरो भिडियो मन पर्छ भने लाइक र कमेन्ट गर्न नबिर्सिनु होला। र अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने मेरो च्यानललाई सब्स्क्राइब गरी बेल आइकनको घण्टीलाई अल गरिदिनु होला, ताकि मेरो यस्तै रोचक भिडियोको सूचना सबभन्दा पहिला तपाईहरुको समक्ष पुगोस्। साथीहरु, तपाईलाई मनमा लागेका जिज्ञासाहरु छ, केही मनमा लागेको र नबुझेको कुराहरु, साथीहरु तपाईको मनमा लागेका जिज्ञासाहरु केही कुरा छ भने मेरो भिडियोको कमेन्टमा चाहिँ कमेन्ट बक्समा कमेन्ट गरेर छोड्दिनु होला। तपाईको जिज्ञासा मेटाउने अर्को भिडियो बनाउने प्रयास गर्ने नै छु। त्यतिन्जेलसम्मको लागि चाहिँ बिदा दिनुहोस्। नमस्ते, जय नेपाल।